9 इन्च अनि यहाँबाट 9 इन्च डाउन गरेर चाहिँ त्यो के रे टाइल फेन्सिङ गर्नु भन्नु क्या यो 17 फिट राख्ने 17 इन्ची 17 इन्ची ए 17 इन्ची यो राख्ने 17 इन्ची सेन्टर यो गर्ने 17 देखि 17.5 है हैन अनि त्यसपछि यो यहाँसम्म ढलान भइहाल्छ अनि 2 इन्ची कोरा मसिनले टक्क गर्दाखेरि तपाईको यो सेन्टरबाट त्यो फिनिशिङ टाइल यो तलको भित्र आउँदाखेरि 9.5 है त्यति भएपछि ट्याक्कै हुन्छ के गर्नु पर्दैन यो यसको लकहरु छ नि यो लकहरु चाहिँ नछुटाउनु भने यो लकहरु भएन भने फेरि यो तल जान्छ तल गएपछि यो यसको सेन्टर पोइन्ट र यसको सेन्टर पोइन्ट ठ्याक्कै 5.5 इन्च चाहिन्छ जुन कमर पनि हुन्छ ए जुन सुकै कमर त्यो लक चाहिँ मिलाउनु पर्यो हैन यसको अब कुनै कमर उसमा चाहिँ के हुन्छ भने लकै आउँदैन हैन लक्सर केही आउँदैन हैन हजुर लक्सर नआउने ठाउँमा चाहिँ हजुर आफूले ठ्याक्क त्यो 9.5 बनाएर राख्नुपर्छ ए ल म उहाँलाई त्यही पठाइहाल्छु